चाहिँ प्रवेशद्वार रहेछ। अब यहाँ छिरेर चाहिँ हामी भिडियो गर्छौँ। यति नै यहाँसम्म। दिस इज गाइस फाइनली आइपुग्यौँ होइन। धेरै पछाडि दमकै बसेर पनि धेरै पछाडि अब घरतिर आएको थिइनँ। अनि आज आएको बेलामा चाहिँ होइन भिडियो गरिरहेको छु। ल अब जाँदैछु भित्र। यहाँबाट छिर्ने ढोका छ। कति यो चाहिँ टिकट है। टिकट काटिसक्यो अब भित्र जाँदैछु। यो चाहिँ अहिले धेरै पछाडिको यात्रामा आइपुगेको छौँ। म चाहिँ धेरै पछाडिको यहाँ आएको छु। ओ खासै पहिल्यै देखिसकेको देख्नु चाहिँ, तर आएको थिइनँ होइन। आज चाहिँ आइपुगेको छु। यो बसिसक्यौँ। अब यस्तै राम्रो राम्रो सिनहरू छ होइन। धेरै पछाडि फेरि पूर्वतिर आएको छु। पूर्वमा आएको बेलामा भिडियो गरिरहेको छु। धेरै पछाडि धेरै भयो पूर्व छुटेर गएको होइन। त्यही पनि अब अहिले चाहिँ आफ्नै ठाउँमा आएर चाहिँ भिडियो गरिरहेको छु। यो धेरै अगाडिदेखिको आउने प्लानिङ थियो, तर आउनु पाएको थिइनँ। त्यो यहाँ त पुलबाट पनि पानी झर्दैछ त, चुहियो कि क्या। सुरु काम हटल्यान्ड अथवा सेल्फी डाँडाहरू। ह्याप्पील्यान्ड हामी आइपुगेको छौँ ह्याप्पील्यान्डमा होइन। सेल्फी डाँडा अथवा देखाउनु यता यो पोखरी हो। मलाई देखाउने म घुमाउनु पऱ्यो गाइस। हामी चाहिँ आइपुग्नु ह्याप्पील्यान्डमा आइपुग्नु। ह्याप्पी नै भएको छ मलाई अलिक पर बस्नु। यहाँ आइपुगेछ गाइज है। काठमाडौँमा लडेपछि यहाँ बनाएको रहेछ होइन। अब के भन्नु अरू त होइन। यस्तै छ पानी सानी होइन। जहाज चेरेन रहेछ यहाँ, ढुङ्गाहरू आएर रहेछ होइन। पानी मात्र फुरेर उड्ने मात्र रहेछ होइन। अरू कटेजहरू यस्तो बनाएको छ। यो चाहिँ काठमाडौँमा धरहरा झरेपछि चाहिँ धरहरा यहाँ निर्माण गरेको छ, काठमाडौँको धरहरा होइन। अहिले ताजमहल पनि बनाएको देखेको थिएँ मैले। त्यहाँ पनि जानुपर्ने छ, कता छ होइन। भर्खर चाहिँ एकैछिन नयाँ नयाँ हो, म पनि त्यस्तो थाहा छैन। धेरै पछाडि यता आयो। ह्याप्पील्यान्ड है, ह्याप्पील्यान्ड।
पनि गीत गाउँछु नि लैलै तिमीलाई नफेर्दा मोहनी लाग्ला कौलीको। डुङ्गा चाहिँ झरिसकेपछि पानीमा लडिसकेपछि चाहिँ यहाँ राखेको रहेछ टाइटेनिक नाउ होइन। यस्तै छ जीवन तिमीलाई भेट्न आउँछु कि गर्छु कान्छी लाई। केमा ए गर्दा भयो जिप लाइन रहेछ त यहाँ पनि हो। 500 रुपियाँ कति लिन्छ होला होइन। ह्याप्पील्यान्डको यहाँ प्लेन हेलिकप्टर रहेछ प्लेनको प्लेन। उड्ने अवस्थामा ह्याप्पील्यान्डको प्लेन चाहिँ छ होइन। प्लेन उड्छ होला सायद अब कतिखेर। म्युजियममा राखेको प्लेन यो चाहिँ गाई चाहिँ यसले काट्यो भने त मार्छ होला त भने चल्दैन रहेछ। अड्काएर मात्रै राखेको रहेछ। प्लेनको मुनि पनि छिर्दिउँ न म पनि। मभन्दा अल्गै पो हुँदो रहेछ यार र बस्दा पनि। कुन प्लेन रहेछ यो। उड्ने अवस्थामा छ यो प्लेन है। उडेर जान्छ नि फेरि अब कता त। ऊ छ त जिप लाइन अनि चढ्छस्। यहाँ पनि रहेछ यस्तो है। यो चाहिँ कुन मल हो फेरि यो। बिरुवा हातले नछुनुहोस् भनेको छ। छुको त छैन होइन। त्यो पनि रहेछ यहाँ। प्लेनको प्लेन उड्छ जस्तो छ। पखेडा सखेडा फिजाएर। म गएँ गाइज अब अगाडि बढ्दैछु। प्लेनले मलाई लगेन होइन। म गएँ गाइज अब अगाडि बढ्दैछु। प्लेनले मलाई लगेन होइन। त्यही भएर चाहिँ अगाडि बढ्दैछु म। Not why my jacket. This is the Happyland, guys. Happy. I am not happy, guys.
यो यात्रा लामो हुनेछ र सबै छ तिमी त एउटै हो मेरो जीवन त्यहीमा चल्छ साह्रै राम्रो छैन जिन्दगी काठमाडौँको धरहरा काठमाडौँमा व्हाइट बिल्डिङ भयो भने यहाँ सुरुङ्गामा धरहरा भएको छ यस्तो पो छ त है गाइज Wow, wow, Nepal is a beautiful country of Nepal. घरमा मलाई के थाहा ह्याप्ल्यान्ड यहाँ पनि फेरि के बनाएको रहेछ है ढुङ्गाले ढुङ्गाको आकृति यो ढुङ्गाले आकृति बनाएको रहेछ हैन यहाँ त पुल पनि झुलुङ्गे पुल पनि छ कि यहाँ ढुङ्गा हो कि के हो सिमेन्टको दिस झर्ना कालो आइरहेको छ
केटी गई पैसा छैन गाइस के गर्नु हो जानु सकिएन खेल्नु यो चाहिँ ह्याप्पील्यान्डको भित्रपट्टि छिरेपछि देखिने दृश्य गर्दै म कसैले साथ दिएन गाइस के गर्नु त अब एक्लै जानु पर्यो होइन अब कोही आउँदैन त नि एक्लै केटाहरूलाई जाउँ भन्दाखेरि मान्दैन होइन केटाहरूको आफ्नो बाहना छ होइन त्यही भएको कारणले पनि म एक्लै हिँडिदिएको छु ह्याप्पील्यान्डभित्र छिरेर अब चाहिँ हामी एक दुईवटा भिडियो चाहिँ राम्रो राम्रो बनाउनु पऱ्यो भनेर होइन भ्युज त्यस्तो नभए पनि कति जाँदैछु गर्दैछु होइन के भयो त्यो एउटा थियो प्लेनको भित्रपट्टि दृश्य होइन के छ धेरै पछाडि आएको धेरै कुराहरू म आएको थिइनँ अहिले चाहिँ काम गर्ने कुराहरू होला अहिले चाहिँ आएको थिएँ होइन एकदम दामी सुन्दर शान्त वातावरण छ राम्रो अक्टोपस स्विमिङ पुल
ल अब जाँदैछु भित्र यहाँबाट छिर्ने ढोका छ टिकट है टिकट काटिसक्यो अब भित्र जान्छु यो चाहिँ अहिले फेरि पछाडिको दिस इज ताजमहल अफ नेपाल हामी ताजमहल भित्र पसिसक्यौँ रमणीय ताजमहल बनाएको रहेछ हाम्रो रमक छिल्नालाई ताजमहल अहिले इन्डियाबाट चाहिँ यहाँ नेपाल लिएर आएको छ होइन ताजमहल अनि अब ताजमहलको अवलोकन गरेर हामी अब सिने बाटो छ होइन अब यहाँ अब म चाहिँ यहाँभित्र पस्दैछु होइन ए फ्रीमा नदिने हो पैसा मात्र गरेको छैन के नुहाउनु जानु पर्यो ए नुहाउनुको लागि पो रहेछ है यो त म जाँदिनँ तर यहाँभित्र मलाई नुहाउनु मन छैन अहिले एक्लै छु कि त्यो भएको कारणले पनि होइन नुहाउनु मन लागेन मलाई नुहाउँदिनँ म होइन नुहाउनु होला तपाईँहरू आएर होइन म चाहिँ गएँ अब घरतिर जति अटो त्यति ठिक छ होइन उट पनि छ यहाँ हाम्रो उट चाहिँ यहाँ हुन्छ अनि यसरी जाँदैछु म आज यसको भित्रको इन्ट्री सकियो हाम्रो पैसा सकियो है 200 रुपियाँ लाग्दो रहेछ पैसा सकियो अब घरतिर जान्छु म ठिकै छ राम्रै बनाएको छ हेर्नको लागि राम्रै छ अहिलेसम्म पैसा सकिएपछि अब घरतिरको यात्रा घरतिर जान्छु